भात खानाको ठमेलमा छ बल्कबाट भात ल्याएर बसे खाना बसाउने अब कहाँ नलाको के भन्छ नि साथीहरू राम्रै कान्छी आइन होइन खाना लिएर उनी अब मसक्क परे खान बाजे होइन बिचरालाई के गर्नु पर्यो भित्रको थाल ऋतु भइसक्यो है अब 2 मिनटमा आउँछ भनेको होइन 2 घन्टासम्म आउँदा पनि जोत्दाइमा खाना आएन क्या वेटिङ गरेर बस्नु भएको छ खाना खानको लागि कहिले भन्नुभयो 2 मिनेट भनेर आउनु भनेको 2 घन्टा लाग्यो भात लिन पनि के भात आउने भएन आज 2 मिनट भनेको 2 घन्टा आउने भयो 2 मिनेटमा आउँछ भनेको 2 घन्टा हुन लाग्यो ए फोन उठाउनु आयो भोक लागेर भोकले बोल्न पनि नसक्ने भएका हुन्थे बिचरा 2 मिनेट भनेको 2 घन्टा लाग्छ भात आउनु खोइ भात खानाको ठमेलमा छ बल्कबाट ल्याउन थाले क्या भात खानाको ठमेलमा दाइ हो खाना आएछ दाइ भात आएछ केटाहरु बच है यो भात यही हो ओगल थाल्यो कानला बसाउने भात बान्नेलाई चाहिँ बस्न लाग्थ्यो अझै थप्न खोज्यान के होइन पापड रहेछ सलाद रहेछ है अचार रहेछ हरियो साग मासु आलु कोपीको सब्जी होइन स्ट्यान्डर्ड रहेछ खाना चाहिँ है थप्छ दिनको दाइ चोला उठ्छ जस्तो छ त आज उठ्यो त 2 घाँसमा थपिने भात है अलि भात टन्न ल्याइन पर्छ नि है पोल्लीले थप्छ भनेर थोरै ल्याएको होला नि त होइन ए कान्छी कान्छीलाई राम्रो देखे जस्तो लाग्यो मलाई चाहिँ हेरेको हेरे भयो नि त यार एकरो है हजुर साथीहरू जुनै रेस्टुरेन्टमा पनि ओके भात लिएर आएपछि यति जल्दैन ए भरि लिएर आउन यार भरि खाना भनेपछि अलि यति ल्याइदिएको खाना पनि मजा आउँछ है त्यो भाडै राख्ने त्यो भाडै राख्छ भाडै किन भगवान टुक्रुको परेको भाडा भात राख्ने वरिपरि यो यसको सट्टापट्टि यो हटाउने यहाँभरि भरिनु पऱ्यो भात है बिचरा बहिनीलाई अल्ल मल्ल पार्न हाले भयो बहिनीले थाल भरिदिन्छ यतिको त भइहाल्छ अब म थाल खाली गरिसकेँ भर्खरै खाएर गयो छिटो दाइ हजुरलाई चाहिँ मान्नुपर्छ हो कति पर्यो होइन भात थप्ने छैन